Hello everyone. So आज चाहिँ हामी यो ट्रुथ अर लाई भन्ने Guess the object. गेस द अब्जेक्ट भन्दा नि लाई र ट्रुथ इफ वी आर सेइङ द ट्रुथ अर द लाई है त्यही गेम खेल्न जानु ल सो हामीसँग दुवैसँग एउटा अब्जेक्ट छ त्यो के हो भनेर हामीलाई कसैलाई पनि थाहा छैन सो हामी तिनवटा क्वेसन सोध्छौँ ल धेरै पनि सोध्छौँ तिनवटा क्वेसन पाँचवटा ल पाँचवटा क्वेसन पाँचवटा क्वेसनमा चाहिँ हामीले फिगर आउट गर्नु पर्यो इफ द एनदर पर्सन इज सेइङ ट्रुथ अबाउट द्याट अब्जेक्ट अर नट है अर इफ दे आर लाइङ भनेर उनीहरूले चाहिँ उनीहरूसँग के छ त्यो अब्जेक्ट चाहिँ त्यो अब्जेक्टको बारेमा झुटो कुरा गरिरहेछ कि साँचो बोलिरहेछ भनेर वी हेभ टु फाइन्ड इट आउट है त ल ओके ल यु गो फर्स्ट मसँग चाहिँ माइक्रोफोनको कभर माइक्रोफोनको कभर माइकको कभर कभर भनेको चार्जिङ चार्जिङ बक्स डक हैन त चार्जिङ डक ओके व्हाटएभर यु से ऑल राइट ल सो मसँग चाहिँ घडी छ ओके ठीक छ ओके ओके ल तपाईँ स्टार्ट गर्नु त क्वेसन म क्वेसन सोधौँ एकचोटि त्यो चार्जिङ डकलाई 2 इन्च माथि ल्याएर खसाल्नु त बेन टेबलमा 2 इन्च 2 इन्च छोडिदिनु महँगो छ छोडिदिनु नै फेरि रुम एकचोटि फेरि गर्नु ल ओके ल ठिक छ घडी छ हैन गरम त गरम नै रहेछ घडी छ हैन त घडी छ मसँग एकचोटि त्यो घडी उचालेर त्यो छिङछिङ हुन्छ नि छिङछिङ बजाउँछ नि तिहारमा घडीले कसरी बजाउँछ छिङछिङ घडी हातमा लिने एउटा हातमा अर्को हातमा ठ्याङ गर्नु त छिङछिङ गर्नु त अर्को हातमा ठ्याङ गर्ने भन्नाले हान्ने केले हान्ने घडीले हातले थोडी न हान्नु त अलिकति धेरै नउचाल्नु न सुन्नुभयो यही हो मेटल त मेटलकै हो हातमा अनि कहाँ मेटल सोधिन्छ त ल ल ल ल भयो ल अब तपाईँको पालो तपाईँको पालो ए मेरो पालो है ल तपाईँसँग केबल चार्जिङ डक छ भने होइन त्यसको बिर्को खोल्दै बन्द गर्दै फास्ट फास्ट गर्नु त ट्याक 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 हुन्छ नि त फास्ट फास्ट अझै ए फास्ट त अनि कसरी गर्ने भने अनि ट्याक 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 हुन्छ त खोल्दै बन्द गरेर एउटा आउनु क्या थम्बले खोल्ने फेरि रिलिज थम्बले खोल्ने रिलिज ल ल ल ल त्यस्तो साउन्ड आउँदैन त्यसको जस्तो लाग्नु चार्जिङ डकको त्यस्तो साउन्ड छैन ओके त्यो त रबरको साउन्ड आइरहेको छ ल रबर कस्तो रबरको फेरि एकचोटि गर्नु ए ओके ओके ल ल ल तपाईँको त्यो घडी 2 इन्च जतिबाट फाल्नुहोस् फाल्ने ड्रप 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 गर्ने 2 इन्च बडीबाट फेरि होइन यार यो घडी होइन यार ल घडी होइन कस्तो नपत्या ल ल ल ओके ल मेरो पालो होइन त्यो डकलाई भुइँमा राख्नु होइन अनि घुमाउनु यसरी सर कस्तो घुमाउनु कसरी घुमाउने यसरी राख्नु लाइक ठाडो पारेर राख्ने सुताएर राख्ने अनि घुमाउने त्यही त सुताएर त राखिरहेको ओके ल गरम त गरम हेभी हेभी लाइक प्लास्टिकको बिल्ड त्यस्तो लागिरहेको छ ओके तपाईँको पालो आई गिभ द हिन्ट त्यो घडी कस्तो चित्तै बुझेन घडी पनि घुमाउनु त एकचोटि घडी घुमाउनु त्यो घडीको फेस हुन्छ नि माथिपट्टिको त्यसलाई भुइँमा राख्नु राख्ने अनि यसरी घुमाउनु ल फेरि फेरि ल फेरि घुमाइदिएर रहेछ नि मैले घडी हो यो कस्तो घडी यस्तो मजाले घुमिरहेको छ ल ल ल फोर्थ क्वेसन तपाईँको होइन त्यो चार्जिङ डकमा यसो गर्नु ट्याक्क ठाडो पारेर राख्नु अनि माथिबाट एउटा अम्लाले पुस गरेर उतापट्टि ट्याक्क ढकाल्ने मात्रै छोड्ने होइन पुस गरेर उतापट्टि पल्टाउने के गर्नु ठाडो पारेर राख्नु माथिबाट एउटा इन्डेक्स फिङ्गरले माथि टपबाट पुस गरेर उतापट्टि ट्याक्क पल्टाउने खै त के भनेको बुझिन मैले लाइक ठाडो पारेर राख्नु छोडिदिनु हातले नसमाउनु एउटा इन्डेक्स फिङ्गरले माथिपट्टिबाट पुस गरेर त्यो ठाडो छ भने त्यसलाई सुताउने क्या यसरी ठ्याक्क हो त्यसरी फेरि एकचोटि एउटा फिङ्गरले लाइक यसरी पुस मात्रै गर्ने क्या तपाईँले अरू फोर्स नलाइकन
त्यही गरे तपाईँले हो हो त्यही कस्तो त्यही गरेर नगरे नि अप्सन हुन्छ ल ल ल ल ओके तपाईँ त्यो वाच फेस जुन सिसाको छ त्यसलाई नङले गर्नु त वाचलाई हान्ने सिसालाई भने सिसालाई सिसालाई त हान्नु ल कस्तो यो प्लास्टिकको सिसा हाल्दैछ क्या हो ए यो बेस गर्नु होइन है बिस्तारै ल ल ल ओके कतिवटा क्वेसन भयो लास्ट क्वेसन अब त्योलाई त केही गर्नै मिल्दैन कि लास्ट ल गेस गरिदिउँ ल तपाईँ गेस मैले सुरु गरेँ हो ल आई थिङ्क यु आर टेलिङ द ट्रुथ तपाईँसँग त्यो माइक्रोफोनको चार्जिङ डक नै छ जस्तो लाग्छ मलाई तपाईँको गेस के होला इट्स टोटली फल्स इट इज वाच अर नट नो इट्स द्याट मिन्स आइ एम लाइङ होइन त सो दिस इज नट अ वाच मेरो गेस चाहिँ तपाईँको चाहिँ त्यो चार्जिङ डकै हो होइन त ल तपाईँको मजा चाहिँ त्यो के हो यो ल मेरो गेस गर्नु पहिला हो कि होइन एन्सर मिलेको एन्सर होइन ल गेस गर्नु न तपाईँले होइन भनेको नि त के चाहिँ होला मलाई जहाँसम्म लाग्छ त्यो चस्मा हो ओके तर त्यो घडी चाहिँ होइन मेरो गेसमा चाहिँ तपाईँको त्यो चार्जिङ डकै हो त्यस्तै साउन्ड त्यस्तै आइरहेको थियो त्यो क्याटागोरी गर्दा र त्यो वाच खसाल्दाखेरि लेट्स रिभिल ल 3 2 1 ल यो चार्जिङ डक त चार्जिङ डकै हो नि त कसरी मैले माइकको भनेको नि त माइक भनेको जुन हामीले माइक युज गर्दा छ त्यसको चार्जिङ डक ओके थ्याङ्क यू सो मच फर वाचिङ भिडियो